हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो एन्ड हजुरहरू सबैले सन्चै आरामै हुनुहुन्छ होला क्यारे र म पनि सन्चै छु। सो आज चाहिँ C17 गिम्बलको रिभ्यू है, फुल रिभ्यू पार्ट 2 भिडियो है। त्यो चाहिँ पहिला नै भिडियो बनायो तर चाहिँ पुरै एक्सप्लेन गर्नु पाएन त्यो भिडियोमा, त्यही भएर यो भिडियोमा चाहिँ फुल एक्सप्लेन गर्नेछु तपाईहरुलाई C17 गिम्बलको बारेमा है त साथीहरु। चार्ज गर्ने चाहिँ यहाँ रहेको छ, टाइप सी लाग्छ है साथीहरु, चार्जर टाइप सी लाग्छ यसमा। यहाँ तपाईहरुले क्यामेरा पनि फिट गर्न सक्नुहुन्छ है त, क्यामेरा पनि लाउनु छ यहाँ, क्यामेराको लागि पनि यहाँ दिएको छ साथीहरु। यो रहेको छ C17 AI ट्र्याकिङ गिम्बल। सो देख्न सक्नुहुन्छ तपाईहरुले, यसको हाइट भनेको 5.5 फिट छ लगभग, हेर्न सक्नुहुन्छ। फिट गर्नु पनि धेरै इजी छ, केही गाह्रो छैन है त। सबभन्दा सुरुमा तपाईहरुको यहाँ हेर्न सक्नुहुन्छ अटो फेस ट्र्याकिङ भनेर यहाँ लेखिरहेको, हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँ। र त्यसपछि यहाँ यो हातले बन्द गर्नु र अन गर्नु यो सक्नुहुन्छ, अन अफ गर्नु सक्नुहुन्छ हातको इशाराले। यहाँ देखाइरहेछ यहाँ, यो अन अफको बटन भइहाल्यो। अनि ब्लुटुथको यो यहाँ भिडियो अथवा भिडियो खिच्ने यहाँबाट भिडियो खिच्दा अब फोटो खिच्नु पर्यो भने यतापट्टि बटन छ। त्यसपछि दायाँ बायाँ गर्ने यहाँ छ, तल र माथि गर्ने बटन यही हो। अनि तपाईको फेस ट्र्याकिङ गर्ने क्यामेरा चाहिँ यहाँ रहेको छ है साथी, यहाँ रहेको छ। त्यसपछि भन्नुपर्दा यो माथि यस्तो छ, तपाईहरुले यसरी गर्नुपर्ने हुन्छ यो चाहिँ। सो यसरी रोटेट पनि गर्न सक्नुहुन्छ है तपाईहरुले साथी, यसरी रोटेट गर्न सक्नुहुन्छ। र पछाडि भनेको तपाईहरुको यहाँ यो लक र अनलक गर्ने, अब घुम्न चाह्यो भने चाहिँ अब अनलक गर्ने, नत्र भए लक गरेर राख्दा पनि हुन्छ है, हेर्न सक्नुहुन्छ। अब तपाईहरुलाई म यसमा राखेर भिडियो बनाउँछु है त साथीहरु है त। ल साथीहरु, मैले चाहिँ अब यो मोबाइल मैले यहाँ राखिसकेको छु। अब तपाईहरुले यहाँ अन गर्न सक्नुहुन्छ यसलाई, अन भइसक्यो। र ब्लुटुथको पनि अन अफ गर्ने बटन यहीँ छ है साथीहरु, यसकै माथि छ। ल हेर्न सक्नुहुन्छ तपाईहरुले। अनि यसलाई यसरी रोटेट गर्न सक्नुहुन्छ। तपाईहरुलाई अब भर्टिकल गर्नु छ कि लङ भिडियो गर्नु छ, यहाँबाट गर्न सक्नुहुन्छ है साथीहरु। ल हेर्न सक्नुहुन्छ साथीहरु, पुरै फलो गर्छ, फेस ट्र्याकिङ मजाले गर्छ यसले। हेर्न सक्नुहुन्छ साथीहरु। र साथीहरु, यसलाई चाहिँ अब यो C17 AI फेस ट्र्याकिङ गिम्बललाई चाहिँ अब हातको इशाराले म अन अफ गर्छु है साथीहरु। अहिले यो बन्द छ है साथीहरु, यसले फलो गरिरहेको छैन मलाई। अब यसलाई म हातको इशाराले फलो गर्ने गर्छु है साथीहरु। यसो गर्नुपर्ने हुन्छ यसको लागि चाहिँ। ल हेर्नु चालु भइसक्यो त्यहाँ, ल हेर्न सक्नुहुन्छ चालु भइसक्यो साथीहरु यो। अहिले चाहिँ अब यसलाई बन्द गर्ने तरिका चाहिँ फेरि यसो गर्नुपर्ने हुन्छ साथीहरु। तपाईहरुले यसरी हात देखायो भने बन्द भइसक्यो, त्यहाँ हेर्नुहोस् बन्द भइसक्यो। अब यसले फलो गर्दैन है साथीहरु, ल हेर्न सक्नुहुन्छ तपाईहरुले फलो गर्दैन। यसलाई फेरि अन गर्नु पर्यो भने चाहिँ तपाईहरुको यसरी हातको इशाराले यसरी अन गर्नुपर्ने हुन्छ साथीहरु। अन भइसक्यो, हेर्नुहोस् हेर्न सक्नुहुन्छ फलो गर्छ यसले फेरि। ए हो साथीहरु, C17 गिम्बलको रिभ्यू चाहिँ तपाईहरुले किन्नु चाह्यो भने चाहिँ किन्दा हुन्छ, राम्रै छ। अब त्यति महँगो पनि छैन, सस्तै छ है त साथीहरु। अब यसमा राखेर म थोरै भिडियो बनाउँछु है त। हेर्न सक्नुहुन्छ साथीहरु, फाइनली यही गिम्बलबाट नै मैले अहिले भिडियो रेकर्ड गर्दैछु तपाईहरुको अगाडि, हेर्नुहोस्। अनि अहिले चाहिँ यो गिम्बल चाहिँ अफ छ, फेरि पनि एकचोटि म देखाइदिन्छु। हातको इशाराले यो अन हुन्छ है साथीहरु, अहिले फलो गरिरहेको छैन। अब हेर्न सक्नुहुन्छ तपाईहरुले, अब हातको इशाराले म यसलाई अन गर्छु है साथीहरु। तपाईहरुले सबभन्दा सुरुमा यसरी हात यसरी गर्नुपर्ने हुन्छ, यसरी गरेपछि अन हुन्छ साथीहरु। ल हेर्न सक्नुहुन्छ अहिले फलो गर्न थालिसक्यो, मलाई फलो गर्न थालिसक्यो यसले, हेर्न सक्नुहुन्छ तपाईहरुले। हेर्न सक्नुहुन्छ अब इशाराबाट तपाईहरुले
बन्द गर्न चाह्यो भने चाहिँ फेरि तपाईँहरूले यसरी गर्नुपर्ने हुन्छ साथीहरू। बन्द भइसक्यो, अब यसले फलो गर्नेवाला छैन मलाई, बन्द भइसक्यो है त साथीहरू। यही थियो C7 गिम्बलको रिभ्यू चाहिँ। अब गर्नु त मैले अस्ति नै गरेँ हो, त्यति राम्रोसित गरेको थिएन। सो साथीहरू थोरै सपोर्ट गरिदिनु होला मलाई। युट्युबको थ्रुबाट हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, र फेसबुकको थ्रुबाट हुनुहुन्छ भने फेसबुकमा फलो गरिदिनु होला है साथीहरू। ओके साथीहरू, अहिलेलाई टाटा बाई बाई। चाँडै नै अब नेक्स्ट भिडियोमा भेटौँला है त साथीहरू। ओके, अहिलेलाई सबैलाई बाई बाई।